हेलो नमस्ते, म चाहिँ दुबईको एयरपोर्टमा मेरो फ्लाइटको लागि वेटिङ गरेर बसिरहेको छु। यो चाहिँ दुबईको ड्युटी फ्री। यहाँभित्र चाहिँ हामीले विभिन्न सामानहरू किन्न सकिन्छ, जस्तै पर्फ्युम, चकलेट, अल्कोहल, हरेक चिज यहाँभित्र पाउँछ। मेरो चाहिँ अझै 1 घन्टा बाँकी छ वेटिङमा। त्यही भएर म अहिले यसो घुमिरहेको छु। मेरो नाइटको फ्लाइट हो आज। त्यतातिर चाहिँ यो सबै ड्युटी फ्री हो। सामान सबै पाउँछ, तर अलिकति हामीले मार्केटमा पाउने रेटभन्दा केही महँगो हुन्छ। यो साइडमा चाहिँ यो सबै ड्युटी फ्री तपाईँको है त। सबै सामानहरू पाउँछ तर महँगो हुन्छ। हेर्नुहोस् है त, रक्सीको आइटमहरू। कति धेरै रक्सी। अहिले चाहिँ तर नेपालमा 1 लिटरभन्दा धेरै लानु नमिल्ने रहेछ। हजुर, यो ब्ल्याक रुबी। ब्ल्याक रुबीको चाहिँ तपाईँको 220 दिरहम 1 लिटर। ब्ल्याक लेबल, डबल ब्ल्याक लेबल 220 दिरहम। यो तल रहेछ रेड लेबल। रेड लेबल चाहिँ 99 1 लिटर 3 पिस 198 3 लिटर है त। कति धेरै हो, कति धेरै राख्छु। ब्लू लेबल 1613 रुपीज। ब्लू लेबल 1286 दिरहम। Sorry ka Greg, di ako lang nakakita. Chocolate, perfume, पूरे perfume, Gucci perfume. Wow. सही हो, पर्फ्युम है त। यो सबै ब्रान्डको पर्फ्युम पनि पाइने रहेछ। हजुर चाहिँ यसरी त्यसमा राख्ने रहेछ। पुरै प्याकिङमा हेर्नुहोस्। ल, म चाहिँ फेरेरो चकलेट अनि राफेलो चकलेट भएको ठाउँमा आइपुगेको छु है त। यो चाहिँ पुरै फेरेरो एयरपोर्टमै।
एकदम राम्रो राम्रो चक्लेट रेड हो अलिकति हाई क्वालिटी तर एकदमै मिठो चक्लेट हस् त धन्यवाद।